हेलो साथीहरु, दर्शक नमस्कार हैन। म आज एउटा सानो ब्लग बनाउन आएको। लास्टै चिसो छ। रोमानियामा चाहिँ केरला पार्क हैन, यो हामी चाहिँ ठुलो पार्क भनेर चिन्छ यसलाई। अरूले चाहिँ के भन्छन् थाहा छैन। अझै यो धेरै ठुलो छ क्या, यो पार्क चाहिँ लास्टै नै ठुलो छ। पुरै यत्रो ठुलो राउन्ड ब्रिज पनि छ। त्यही भएर म चाहिँ आज यहाँ छुट्टीको सदुपयोग गर्नको लागि बाहिर यसो हावा खानलाई फ्रेस पनि हुनको लागि र यसो सानो भ्लग पनि बनाउनु पर्यो भनेर घुम्न आएको। है गाइजहरू, सबैजनाले मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला गाइज। म पनि तपाईँहरूले ब्याक गर्दैछु। यस्तै छ, लास्टै जाडो छ गाइज। यस्तै त हो हामी। कुकुर पाएँ यहाँ त। ओहो मेरो झन्नै सातो गयो नि गाइज। कस्तो कुकुर त माथि नै झुन्डेर आएको क्या। हल्का हिउँ पनि परेको छ हिजो चाहिँ, आज चाहिँ परेको छैन। चिसो छ मौसम चाहिँ गाइज। यस्तै छ। तपाईँहरू पनि को रोमानियामा हुनुहुन्छ आउनु होला घुम्नलाई। यो पार्क चाहिँ धेरै नै राम्रो छ र ठुलो पनि घुम्नको लागि। यहाँ चाहिँ गर्मी महिनामा पनि हामी घुम्न आएको यहाँ। आज चाहिँ यतिकै एक्लैमा चाहिँ घुम्न आएको यता हावा खानको लागि गाइस। तपाईँहरू पनि को हुनुहुन्छ यो पार्कमा जानु होला। हामी चाहिँ ठुलो पार्क भन्छौँ। अलिक यहाँबाट उत्तरपट्टिको पार्कलाई केरला पार्क भन्छ, त्यसैको अपोजिटमा भएको हो क्या यो। राम्रो छ। हिउँ पर्नु थालिसक्यो अब रोमानियामा। यस्तै छ गाइज। सबैजनाले मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला र लाइक पनि गरिदिनु होला, सेयर पनि गरिदिनु होला है। यस्तै भिडियो लिएर फेरि पनि आउनेछु। यस्तै छ। बाई बाई गाइज। फेरि पनि अरू ब्लगमा आउनेछु। छेजी शेर्पा ब्लगलाई सबैजनाले सेयर गरिदिनु होला र सब्सक्राइब पनि गरिदिनु होला। धन्यवाद। बाई बाई।